मौन कमजोरी होइन, मौनता कमजोरी होइन, यो आफैलाई सम्हालेर अगाडि बढ्ने साहस, धैर्य र आत्मबलको सुन्दर परिचय हो। मौनता कहिले पनि अहङ्कारको चिन्ह होइन। धेरै जसो मानिसले कसैलाई कम बोलिरहेको देख्दा उसलाई घमण्डी ठान्छन्, तर वास्तविक सधैँ यस्तो हुँदैन। कहिलेकाहीँ मानिस शब्दहरूभन्दा उसका अनुभवहरू धेरै गहिरा हुन्छन्। जीवनले बारम्बार चोट दिएपछि, विश्वास टुटेपछि र परिस्थितिले परीक्षा लिएपछि मानिस बोल्नुभन्दा पनि मौन भएर आफूलाई सम्हाल्न सिक्छन्। मौन रहनु भनेको हार मान्नु होइन, बरु आफूलाई भावना, पीडा र सङ्घर्षलाई धैर्यताका साथ नियन्त्रण गर्नु हो। सबै कुरा सबैलाई बुझाइरहनु आवश्यकता हुँदैन। समयले सबै प्रश्नहरूको उत्तर आफै दिन्छ। त्यसैले बुद्धिमान मानिसले हरेक कुरामा प्रतिक्रिया दिनुभन्दा सही समयमा प्रतीक्षा गर्न रुचाउँछन्। प्रतिकूल परिस्थितिले मानिसलाई कमजोर मात्र बनाउँदैन, उसलाई परिपक्व पनि बनाउँछ। जीवनका कठिन दिनहरूले धैर्यता, सहनशीलता र आत्मविश्वासको मूल्य सिकाउँछ। यही कारणले धेरै सफल मानिसहरू कम बोल्छन्, तर आफ्नो सङ्घर्षले संसारलाई उत्तर दिन्छन्। यदि कसैको मौनतालाई तपाईँको अहङ्कार ठान्नुहुन्छ भने एकपटक उसको जीवनको सङ्घर्ष बुझ्ने प्रयास गर्नुहोस्। सायद ऊ भित्रभित्रै ठुलो युद्ध लडिरहेको हुन सक्छ। त्यसैले मानिसको मूल्य उसको बोलीमा होइन, उसको व्यवहार, सङ्घर्ष र कर्म निर्धारमा गर्नुहोस्।